लास्ट इयर फेब्रुअरीमा गएको थियो र यसमा म तपाईँको यो जुन चाहिँ 95 केजीमा गोल्ड मेडल पाएको थियो र च्याम्पियन अफ च्याम्पियन फोर्थ यो रनको लागि च्याम्पियन अफ च्याम्पियनमा चाहिँ म तपाईँको यो जोर्डनको उहाँको नाम अलि मैले बिर्सेँ, उहाँ च्याम्पियन अफ च्याम्पियन भयो, म रनर्स अप भएँ र लास्ट त्यहाँबाट फर्केर आएर चाहिँ त्यही म तपाईँको 1 मन्थको बादमा चाहिँ मेरो अलिकति यो साइडमा पेन हुन थाल्यो। अन्त मलाई ल यस्तो दोकान भयो, ल म यो जुन चाहिँ मास्टर क्याटेगोरीमा जुन चाहिँ 45+ एजमा चाहिँ अझै अलिक 1-2 साल चाहिँ एउटा जुन चाहिँ एउटा हाम्रो सिक्किमको नाम, हाम्रो भारतको नाम, जुन चाहिँ एउटा वर्ल्डमा एउटा नाम राखौँ भन्ने मेरो एउटा सपना थियो र यो चाहिँ मेरो सपना चाहिँ अब यिनी चुकेछ भने म आफूलाई दुःख पनि लाग्यो। र त्यसो गर्दै गर्दा जुन चाहिँ हाम्रो एउटा हाम्रो राजेश बस्नेतज्यू, उहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु र उहाँसँग भेटघाट भयो र उहाँले मलाई सोध्नुभयो तपाईँको कस्तो भयो के भयो यस्तो भन्दा मैले भने अब यो 3rd इन्टरनेसनलमा म च्याम्पियन अफ च्याम्पियन मैले जित्नु सकेन, म त्यसमा म रनर्स अप भएँ र 4th इन्टरनेसनल चाहिँ ब्याङ्कक थाइल्यान्डमा हिजो अस्ति हालैमा भएको तपाईँको मार्चको 24 देखि 28 सम्म चाहिँ हामीले ब्याङ्कक थाइल्यान्डमा यसमा गएको थियो र यसमा चाहिँ तपाईँको त्यो 4th इन्टरनेसनल जानु लागि चाहिँ तपाईँको हरियाणामा चाहिँ लास्ट इयर चाहिँ तपाईँको नेसनलबाट चाहिँ सेलेक्सन हुनु लागि चाहिँ फेरि उयो थियो। त्यसमा चाहिँ म तपाईँको उहाँसँग भेटघाट भयो, यो क्यानी यो प्रडक्टसँग चाहिँ उहाँले भन्नुभयो तपाईँको यो मसल्सहरू त्यो भएको चाहिँ यो दबाईले चाहिँ एकदम राम्रो गर्छ भन्ने। अन्त त्यसो गर्दा हुँदाखेरि चाहिँ मलाई चाहिँ अब त्यो जस्तै अब ड्रग्स खाने, जहाँ रक्सी खाने त्यो एडिक्ट हुन्छ नि, त्यस्तै नै मलाई चाहिँ एक्सर्साइजमा चाहिँ पुरा एडिक्ट, कुछ नाम कमाउँछु यसमा म कुछ गर्छु भन्ने खालको। अनि उहाँले भन्नुभयो ल भाइ त्यसो भोलि भेटौँ, त्यसो मैले भने ल ठिकै छ। त्यहाँदेखि उहाँले त्यो प्रडक्टहरू लिएर आए देखाएँ। अन्त मैले भने अब म 1 मन्थको चाहिँ यो खाइहाल्छु भने, तर उहाँले भने तपाईँको यो मसल यो पेन भएको यो ठिक हुन्छ र एनर्जीको लागि चाहिँ अघि सरले बताउनु भएको त्यही हो। अनि त्यसो गर्दाखेरि चाहिँ मैले तपाईँको 8-9 दिन बादमा चाहिँ मेरो पेन हुनु रिलिफ हुँदै भयो। त्यहाँ आफूलाई अब खुसी भयो। त्यहाँदेखि तपाईँको त्यो प्रडक्ट लिएर 15-20 डेजको भित्रमा चाहिँ छत्तिसगढमा चाहिँ तपाईँको 23rd सिनियर नेसनल च्याम्पियनसिप भएको थियो र त्यसमा चाहिँ मैले 23rd सिनियर नेसनलमा चाहिँ च्याम्पियन अफ च्याम्पियन पनि मैले जित्न सकेँ यही प्रडक्टले। र नेसनल यो बाइसेप कल भन्छ नेसनल न्यू रेकर्ड पनि मैले राख्न सकेँ। यो चाहिँ लास्ट इयर चाहिँ त्योभन्दा अगाडि चाहिँ नेसनल न्यू रेकर्ड चाहिँ जम्मू एन्ड काश्मीरको एउटा उहाँ हुनुहुन्थ्यो र यसमा चाहिँ अहिले यो जुन चाहिँ स्ट्रेन्थ लिफ्टिङमा चाहिँ नेसनल न्यू रेकर्ड चाहिँ तपाईँहरूले पनि अब सिक्किमको एउटा नाम पनि राखेँ, एउटा इन्डियाको एउटा नेसनल न्यू रेकर्ड पनि मैले राख्न सकेँ। यसमा म अति खुसी छु यो कम्पनी सप्लिमेन्टसँग। र त्यसै गरी नै तपाईँको हिजो अस्ति हालैमा तपाईँको 24 देखि 28 मार्चमा चाहिँ ब्याङ्कक थाइल्यान्डमा चाहिँ 4th इन्टरनेसनलमा चाहिँ मैले मास्टर च्याम्पियन अफ च्याम्पियन वर्ल्ड च्याम्पियनको टाइटल पनि मैले पाएँ। र यसमा चाहिँ म तपाईँहरूलाई थोकेर कुरा गर्छु, यो सप्लिमेन्ट चाहिँ तपाईँहरूले लिनुहोस्। यसमा चाहिँ अब एकदम राम्रो रहेछ। मलाई त अहिले त के हुन्छ, पहिला त अलिक कस्तो भयो भने चाहिँ अब 48 एज लाग्छ है, अब अलि लेजी होला जस्तो भयो। तर अब यो सप्लिमेन्ट लिँदाखेरि चाहिँ मान्छे चाहिँ एकदम फुर्तिलो हुँदो रहेछ। र मलाई अब आज के लाग्छ भने अब आउने दिनमा चाहिँ अझै पनि यो वर्ल्ड च्याम्पियन अफ च्याम्पियनको यो टाइटल चाहिँ अझै 2-3 साल चाहिँ म आफैलाई मतलब ल्याउन सक्छु भन्ने खालको त्यो चाहिँ सम्बन्ध छ। मेरो अरू भन्नु त केही छैन, यति भन्दै म तपाईँलाई बिदा माग्न चाहन्छु। धन्यवाद।